हेलो गुड इभिनिङ। म चाहिँ आज स्ट्रिम फिस बनाउन लागिरहेको छु, तर यो फिसको फुल रेसिपी चाहिँ छैन। यो मैले घरमा ट्राईको लागि गरेको है। तपाईँहरूलाई फुल रेसिपी चाहियो भने चाहिँ लाइक सेयर गरिदिनुहोस्। र यो माछा राउन्ड कटको लिएर धोएर यसलाई चाहिँ 2-3 मिनट यसरी पानीलाई स्टेन गर्नुपर्छ। र यसको इन्ग्रिडियन्ट्स चाहिँ तपाईँले मैले लाइटली लगाएको छु। जिन्जर गार्लिक पेस्ट, अरेगेनो, थेम्स र रोसमेरी, अन्त मस्टार्ड सिड्सको पेस्ट, अन्त कम्ती मात्रामा यसलाई मस्टार्ड ओइल, अन्त नुन टेस्ट अनुसारको हाल्नुपर्छ है। यसलाई माछासँग म्यानिग्रेट गरेर 1-2 घन्टा राख्नुहोस्। त्यहाँदेखि फेरि यसलाई चाहिँ सिल्भर फोइलमा ऱ्याप गर्नुहोस्। सिल्भर फोइलमा ऱ्याप गरिसकेपछि चाहिँ यसलाई चाहिँ मोमोको जुन चाहिँ स्टिमर हुन्छ त्यसमा तपाईँले स्टिम गर्नुहोस्। 20-25 मिनटमा यो चाहिँ रेडी हुन्छ। तपाईँहरूले ट्राई